लोकल अर्गानिक मेरो गाउँघरमा आफ्नै घरको है। हेलो हेलो साथीहरू, नमस्ते नमस्ते नमस्ते। तपाईहरुलाई स्वागत छ फेरि यो राज क्षेत्रीय युट्युब च्यानलमा। धेरै दिनपछि म तपाईहरुलाई फेरि मेरो आफ्नै निवासबाट तपाईहरुलाई एकदम सम्झेको छु। तपाईहरु कहाँ हुन्छ, कसरी बस्नु भएको छ, राम्रैसँग आरामले बस्नु भएको छ होला अनि म भगवानसँग प्रार्थना गरिरहेको छु। साथीहरु, आज चाहिँ अब म विदेशलाई सिधाइसकेर घर आइसकेपछि यो मोबाइल मेरो खासै अपडेट भएको थिएन। अहिले मैले अपडेट गरिसकेँ। अब त्यसलाई अपडेट गरेर अब मेरो निरन्तर भ्लगहरु चाहिँ आइरहन्छ। यही वरिपरि गाउँहरुको घरको वस्तुस्थितिको बारेमा जानकारी गराउँदै साना साना क्लिपहरु म तयार गर्छु। आज चाहिँ मैले अब यो आफ्नै वरिपरिको दाउराहरु मिलाउने त्यही त अनि गाउँहरुको त्यही कामको लागि म तयारी हुँदैछु। त्यसको सानो क्लिपहरु बनाउँछु। तपाईहरु हेरेर प्रतिक्रिया दिनु होला भन्दै म भ्लगलाई स्टार्ट गर्छु। तपाईहरु आउनुस् मेरो साथमा, तर लाइक सब्स्क्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त। ल साथीहरु, चिया पानी चाहिँ खाइसक्यो हैन, चिया खाइसक्यो। यो चाहिँ मेरो निरज छोरो भाइको छोरो बसेर व्यस्त छ। यो बाहिर इन्डियातिर बसिया हुन्छ। आज त्यसो घर पढाइ नभएको बेलामा छुट्टी आएको बेलामा यहाँ बसिरहेको छ। यो यहीँ बसिरहन्छ। म चाहिँ आफ्नो कामतिर लागेँ है त। लोकल अर्गानिक मेरो गाउँघरमा आफ्नै घरको है। करा त भाले कराउँदैन, त्यसको समय आएपछि कराउँछ। साथीहरु, अब यो दाउरा छ। यो म उता हुँदाखेरि मेरो श्रीमती बुढीले अब यत्रो दाउराहरू ल्याएर यहाँ असरट्ट फारेको छ। अब विभिन्न अब वस्तुभाउ पालेपछि दाना पानी पकाउनु पर्ने हुन्छ, त्यसलाई आवश्यक परिहाल्छ। तर यसलाई चाहिँ अब एकदम मसिनो बनाएर ठिक्क यस्तो लेभलमा ल्याएर ट्याक्क चाङ लाउने काम हुन्छ। चाङ त लाउँदैछौँ, अब अलि मिलाएन, यसलाई बिस्तारै मिलाउने हो। उहाँ चाहिँ मेरो पितम हो। अब पितमले काम एकदम गर्छन्। यसलाई सर्टकटमा म लिएर आउँछु। मेरो सालो, मेरो बुढीको भाइ मेहनती जेहनदार छन्, तर अलिकति बिग्रन्छन् बेला बेलामा। ल साथीहरु, यो अब दाउरा काट्दा यता यहाँ गोबर ग्यासको यो कहिलेदेखि जाम भएर बसेरहेछ। अर्गानिक गोबर ग्यासलाई अब यहाँ एकदम खोलेर यसलाई एकदम फिट गरेर फेरि ग्यासको आपूर्ति पुरा गर्नुपर्ने छ। ल हेर्नुहोस्, गोबर ग्यासलाई तयारी हुन्छ। हावा फालिसकेको छ। अब यसलाई जोडेर चट्ट यहाँबाट मल हालेर मल घोल्दैछ यहाँ श्रीमतीज्यूले। एकदम अर्गानिक गोबर ग्यास आउँछ। अब हुर्मुसको नाका बन्द भओस् कि जेसुकैको नाका बन्द होस्, हाम्रो चाहिँ यही छ नाका। यहाँ अब खुला सुरु भयो है साथीहरु ग्यासको लागि। अब यो तलमा यसरी हल्लाएर यसलाई लेदो निकालेपछि पुरै पुरिँदैछ। पानी हालेको छ ढेँडाबाट चाहिँ हाम्रो ग्यास चाहिँ मजाले निस्किन्छ। अब ल गोबर ग्यास बायो प्रोडक्ट। ल साथीहरु, अब यो खाना खाने टाइम भयो बिहानको। अब यदि चाहिँ मिलाइयो, अझ मिलाउन बाँकी नै छ। यसलाई फेरि मिलाउनु पर्ने हुन्छ। यता स्कुलको परेड पनि सुरु भइरहेछ। स्कुलको परेड नि ड्याङ ड्याङ बाजाको तालमा। यति भन्दै यो भिडियोलाई चाहिँ यहीँ अन्त्य गर्छु। फेरि अर्को भिडियोमा भेटघाट हुने नै छ। यो भिडियो हेरेर के कस्तो लाग्छ यसो प्रतिक्रिया चाहिँ दिनु होला। अनि मैले के कस्ता खालका भिडियो ल्याउँदाखेरि चाहिँ राम्रो हुन्छ भन्ने कुरा चाहिँ यसो प्रतिक्रिया मार्फत जानकारी दिनु होला। यदि कोही अझै नयाँ साथीहरू चाहिँ जोडिनुहुन्छ भने सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु होला है भन्दै यस भिडियोबाट चाहिँ छुट्टी हुन्छु है त यस भिडियोबाट। ल यो चाहिँ हाम्रो यहाँ वरिपरिको सिन छ। यसको सिनलाई म एक दिन राम्रोसँग देखाउने छु। अहिलेलाई चाहिँ म छुट्टिन्छु। हस्त सलाम साथीहरु, सलाम।